डजन्ट म्याटर। नमस्ते, कहाँबाट हुनुहुन्छ हजुर? हे भगवान, कुनै पनि देशको कानुन कुनै पनि पदभन्दा ठुलो हुँदैन, यो कुरा कहिले बुझ्ने? हाम्रो एउटा चेली चाहिँ होइन म बेचिएँ भनेर चाहिँ एउटा भिडियो आइरहेको रहेछ क्या, होइन म बेचिएँ, मलाई थाहै छैन, मलाई थाहै थिएन म बेचिएँ भनेर। पिएम कुनै पनि देशको नागरिक होइन बेचिन्छ, त्यो देशको होइन रक्षा सिस्टम कस्तो छ कस्तो छ? तिमीहरू भन्ने बेलामा चाहिँ म अमेरिका अस्ट्रेलिया जस्तो बनाउँछु मेरो देश, तर यहाँको नागरिकको चाहिँ होइन ज्यान सुरक्षाको चाहिँ ऊ छैन भने तिमी कसरी चाहिँ अमेरिका अस्ट्रेलिया जस्तो बनाउँछौ देश? विचारै छैन, भिजनै छैन, कसरी बनाउँछु? गफले मात्र पेलेर हुन्छ। मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ? म चाहिँ झक्कास छु है। हेलो टिम, के छ? नाम के हो? आउनुहुन्छ? विजय हो? कतिमा पर्छ? साथी भाइ नै होला है? कतिमा पर्छ? म साथमा। आमा चिनेको त नि, के छ नि? ल दुगुस छोडी ब्लग हान्न गएको राम्रोसँग पढ्नु ल, सबैजना साथमा रहेछ पढ्नु पऱ्यो। होइन यतिकै त हुनु पऱ्यो नि। त्यो घोषणाहरू गर्दा चुनावका बेलामा मात्र क्या यस्तो बन्छन् भनेर कल्पना गर्ने एउटा खालको सोझा साझा जनतालाई चाहिँ झुक्क्याएर छलेर मासु र रक्सीको प्रलोभनमा देखाएर पैसाको लालच दिएर चुनावमा भोट जितेर आएका होइन तिमीहरू? अबको जनता त्यस्तो छैन नि त। अर्कोचोटि चुनाव जितेर देखाउ त। ल यो 84 जित्ला अरे होइन, त्यसपछिको जितेर देखाउ न त। ओपन च्यालेन्जै गर्छु, म पनि उठ्छु त्यतिखेर होइन, मेरो क्षेत्रबाट जितेर देखाउ। हाम्रो देश के थियो क्या हिजो? के थियो? हामीलाई अमेरिका अस्ट्रेलिया बनाइराख्नु त जरुरतै थिएन क्या? थियो त? थिएन क्या, अफकोर्स थिएन। हामीले त्यो जमानामा क्या त्यो टाइममा हामीले अमेरिकालाई सुनामी जाँदाखेरि रात दिएको हो कि होइन? हो कि नै? त्यो बिर्स्यौ त्यो दिनहरू? आज हाम्रो इकोनोमिकल के छ? के छ? के छ? पिएम तिमीलाई पनि होइन 30,000 भन्दा माथि लोन छ, मलाई पनि छ। अहिले जन्मेदेखिको मर्ने बेलाको बुवाहरूसम्म मलाई त्यतिको दिन्छ क्या। बुवाहरू दर्शन सन्चै हुनुहुन्छ होइन? यो 3टा टाउकेले त खत्तमै बनाएर छोडे क्या। दोष अब कसलाई लाउने त? दोष कसलाई लाउने? यो 3टा एकमुठीको यो 3टा चाहिँ एक ठाउँ भएपछि नि यिनीहरूले जे पनि गर्न सक्यो क्या। यिनीहरूको ठप्पा लगाएपछि नि जे पनि गर्दा भयो क्या। यिनीहरूलाई त्यस्तो खालको देश त्यस्तो बनाइसक्यो क्या। यिनीहरूले कानुन आफ्नो कब्जामा। हे भगवान, कुनै पनि देशको कानुन कुनै पनि पदभन्दा ठुलो हुँदैन, यो कुरा कहिले बुझ्ने? कहिले बुझ्ने? हुन त 8 क्लास र 10 क्लास पढेको मान्छेहरूबाट के एक्सपेक्ट राख्ने र होइन? यो देशमा गरी खान गाह्रो छ, गर्छु भन्दा पनि ठाउँ दिँदैन क्या। यिनीहरूलाई त यो छ नि यो सिस्टम, यो करप्ट सिस्टम, यिनीहरूलाई त जरैबाट उखालेर सास अड्केछ भने, हामी रहँदै सास अड्केछ भने त्यो टाइममा देखाउँछौँ कि विकास के हो भनेर। पालो आउँछ, नयाँ पुस्ताकै हो पालो, त्यो टाइममा देखाउँछु नि विकास कस्तो हो, कसरी गर्नुपर्छ, कति भिजन राख्नुपर्छ देखाउनु परेन? यो टाइपको कल्चरहरू, यो टाइपको विकास गर्न अरू केही उहरू जोड्नै पर्दैन क्या। पर्यटनलाई राम्रो बना। हिमाल देखेको छ कि छैन? 8,000 भन्दा माथिका त 8वटा हिमाल त नेपालमै छ नि त होइन? मन्दिरमा त्यस्तै राम्रो छ, कला संस्कृति धार्मिक संस्कृति यी सबै कुरा छ। अन्त अरू देशमा कुनै ठाउँमा छ? कुनै देशमा अरूमा देख्न पाइन्छ यस्तो कला संस्कृति? पाइँदैन क्या। यस्तो कुराहरूलाई चाहिँ उजागर गरेर होइन अलिकति बेटर थिमबाट लगाउनु बुवाहरू। ल आज बस्नु, म आउँछु बुवा है त। म त यो कुराप्रति यति होइन त्यो हुन्छ नि मोह लागेछ कि मोहनी नै लागेछ होइन? एउटा हुन्छ नि यो साइड आएको बेलामा त पस्नै पर्ने खालको प्रकरणको कुरा आउँदाखेरि हाम्रो एउटा चेली चाहिँ होइन म बेचिएँ भनेर चाहिँ एउटा भिडियो आइरहेको रहेछ क्या, होइन? म बेचिएँ, मलाई थाहै छैन, मलाई थाहै थिएन म बेचिएँ भनेर। पिएम कुनै पनि देशको नागरिक होइन बेचिन्छ, त्यो देशको होइन
रक्षा सिस्टम कस्तो छ तिमीहरू भन्ने बेलामा चाहिँ म अमेरिका अस्ट्रेलिया जस्तो बनाउँछु मेरो देश तर यहाँको नागरिकको चाहिँ होइन ज्यान सुरक्षाको चाहिँ उ छैन भने तिमी कसरी चाहिँ अमेरिका अस्ट्रेलिया जस्तो बनाउँछौ देश विचारै छैन भिजनै छैन कसरी बनाउँछु गफले मात्र पेलेर हुन्छ धेरै ब्लक लामो पनि हुनसक्छ होइन त्यही भएर एकछिन रोक्दै पनि गर्नुपर्छ विचार गर्दै पनि गर्नुपर्छ एनालाइज गर्दै हेलो दाइ कुनै पनि कुरालाई चाहिँ एनालाइज गर्नु पर्यो क्या कुनै पनि कुरा गर्न खोज्छौ भने होइन त्यसको चाहिँ पुरा यो कुरा के हो कसरी गर्न पोसिबल छ यसलाई चाहिँ टक्क एउटा स्ट्राटेजी बनाएर स्टडी गरेर त्यसमा बृहत रूपमा छलफल गरेर अझ गर्दाखेरि राम्रो हुन्छ नि त अब तिमीहरू त त्यो तीनटा माओवादी म केही भन्दिनँ माओवादी एमाले काङ्ग्रेस तीनटाको ठप्पा लगाएपछि त जस्तै इलिगल कुरा पनि काम पनि होइन प्रुभ हुने रहेछ त केही लछाडपाट नलाग्दो रह त होइन तपाईँहरू जतिको प्रधानमन्त्री हाम्रो देशमा हाम्रो छ है भन्दाखेरि हामीलाई लाज हुन्छ क्या एउटा घिन हुन्छ हुँदैन हाम्रो रक्षा खै सुरक्षा निकाय कहाँ छ हाम्रो आर्थिक स्थिति के छ आज अलिक फुल फर्ममै आएछु म होइन अलिक यो त अलिक कमै भएको छ अझै मेरो अर्को अवतार हेर्न मन छ क्या देखाउन मन छ त्यो देखायो भने गाह्रै हुन्छ गाह्रै पर्छ बोल्न चाहिँ छोड्नु होइन बरु यहाँ हान्छ भने यो पनि थापिदिन्छु तर तिम्रो जिल्ला चाहिँ घुमेरै छोड्छु सबै त्यहाँनिरको समस्या चुनौती होइन त्यहाँको विकास हुनलाई के पोसिबल कुराहरू छ होइन के कुरा डेभलप हुनसक्छ के कुरा सम्भावना छ त्यो कुरालाई पक्कै पनि हेरेर आउँछु उजागर गर्छु अझ त्यो टाइमदेखि कसरी गर्दो रहेछ झन् ब्लग यो ठाउँ अझ भक्तपुर मजाले स्टडी गरेर अझ गर्छु ललितपुर 1 महिना ललितपुर र काठमाडौँ एक महिना त्यसपछि नेपाल छोरो गाह्रो छ हेलो अन्त कस्तो हो भने अब के भन्ने आज ल दाइ है त ठिक छ नि दाइ एकदम ठिक छ होइन दाइलाई त ठिक थिएन दाइ देशको हालत यस्तो छ भन्न पर्ने के मैले कसरी ठिक छ भन्न पुग्छु म त केटा अलिक धेरै बी पोजिटिभ जस्तै भएर पनि हो यो कुरा चाहिँ त्यसरी पनि निस्केको हो हेलो बुनु हेलो अनि कस्तो भने अब केही भन्नु नै छैन कि केही कुरा यिनीहरूलाई होइन आज मेरो ब्लग पुरा राजनीतिज्ञ भयो राजनीतिज्ञ विशेषज्ञ अलिक बढी नै भयो यो नयाँ पुस्ताहरूले होइन यसरी आवाज उठाउँदैछौँ मैले मात्र होइन अरूले पनि उठाइरहेछन् क्या कति चाहिँ सुनिँदैछ त सुन्न पर्यो यो आवाज अहिले नसुने पनि केही छैन तर भविष्यमा गुन्जिने आवाज भनेको चाहिँ यो है यो देश तिमीहरूले चलाउनु सक्दैनौ मलाई थाहा भइसक्यो हाम्रो यो पुस्ताले देखिसक्यो कि तिमीहरूले गर्नै सक्दैनौ यो देशमा न विकास तिमीहरू रहँदै त यो देशमा न विकास छ न समृद्धिले भरिपूर्ण देशै छ क्या मलाई अरू केही पनि चाहिएको होइन क्या म चुपचापै लागेर मुखमा ताल चाहिँ हालेर बस्थेँ क्या म मुखमा ताल चाहिँ हालेर बस्थेँ क्या यदि होइन मैले चाहे जस्तो यो देशमा मैले के चाहेको थाहा छ म जस्तो युवाहरूले अनेकौँ हजारौँ युवाहरूले के चाहेको छ थाहा छ यो देशमा समृद्धि चाहिएको छ हामीलाई होइन समृद्धिले भराउ कहिले देख्न पाउने यदि यो विकास शिक्षा राम्रो हुन्छ र समृद्धि देशमा आउँछ भने म ताल चाहिँ हाल्न मुखमा तयार छु जिन्दगीभर नबोल्न पनि तयार हो क्या तर त्यो तिमीहरूकोमा पोसिबलै छैन त्यसको लागि युवा आउनै पर्छ त्यही हो म्यासेज मेरो युवालाई नै हो केटा अगाडि बढ हार कहिले पनि नखाऊ प्यासन भन्नु सबैभन्दा ठुलो कुरा भनेको एउटा वे हो क्या जसरी तिमी कन्टिन्यू गर्छौ नि कुनै पनि कुराहरू त्यो पोसिबल छ क्या चाहे कति टाइम लागोस् होइन त्यो पोसिबल छ त्यसैले कुनै पनि समस्या चुनौतीलाई चाहिँ होइन अवसरको रूपमा प्रयोग गर न तिमीहरू साधारण कुरा हुँदै होइन कुनै पनि देशमा गएर चाहिँ हामी बेचिनु पशु सरा चाहिँ जीवनयापन गर्नु त्यहाँ गाउँमा बाध्य बनाइनु भनेको त सानो कुरा हो त सबैभन्दा ठुलो चुनौती त तिमीहरू नै हो तीनटा टाउके होइन तिमीहरू चाहिँ हट्नै पर्छ कुनै पनि हालतमा मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई के भन्छु भने नि अब चुनाव 84 सालमा यानि कि 2 वर्ष पछाडि आउँदैछ होइन मासु पैसा अनि रक्सीको प्रलोभनमा परेर चाहिँ आफ्नो बहुमूल्य त्यो हुन्छ नि भोट मतको चाहिँ दुरुपयोग नगरौँ होला त्यसले गर्दाखेरि हामीलाई नै प्रब्लम पार्छन् है अरू केही भन्नु छैन आज त शनिबार भयो नि भएर होला
भरि भराउ रहेछ ठाउँ पनि होइन मजा आयो क्या एकछिन त्यहाँ बस्छु एकछिन त्यहाँ बस्छु होइन पहिले भ्लग इन्डिङ गर्छु यो साइड हेरिदिउँ न त एकचोटि हेलो नमस्ते कहाँबाट आउनुहुन्छ आज कहाँबाट आउनुहुन्छ आज तर हामीले चाहिँ एउटा देश एउटा यस्तो राम्रो बनाउँदै थियौँ देश होइन यो टाइपको कल्चरहरू सबै कुरा छ नि त हाम्रो देशमा त सबै कुरा पोसिबल छ क्या अब पानीको मामला जलस्रोतको मामा होइन हामी वर्ल्डको दोस्रो यहाँबाट विद्युत कति निस्किन सक्छ होला रिसर्च गर न थोरै सर्च गर न यो दिमाग छ नि यो कुरा थोरै लगाएर रिसर्च गर क्या जलस्रोतको दोस्रो प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण दोस्रो स्विजरल्यान्ड पछि हाम्रो नेपालै होइन ब्राजिल पछि हाम्रो नेपालै होइन अलिकति स्रोत साधनको पनि प्रयोग गर्न सिक होइन त्यसलाई अझ खनिज सम्पदाहरू कति छ जडीबुटीहरू कति छ होइन त्यसलाई चाहिँ होइन उत्खनन र प्रशोधन गरेर विदेशी मार्केटहरूमा लगेर गर्न सक्यो नि त इकोनोमिकल त उठाउन सकिएन सक्यो त अनि खै त बुद्धि कहाँ गएको छ पिएम रे पिएम 8 क्लास फेल होइन 8 कक्षा फेल भएको मान्छे पिएमको सिटमा 10 कक्षा फेल भएको मान्छे आयो केही भन्दिनँ के भन्ने हाम्रो समय लाइन आयो यार गाली दिउँ कि नदिउँ हो तर यस्तै लाइन दिइरहेछ यो थापा के अरे खड्गाले होइन दिपक खड्गा हो नि त उसको नाम खड्गाले यति साह्रो लाइन दिइरहेछ यो लाइन कुन आधारमा आउँदैछ होला त सायद पछि ओहिले लाइन झ्याप्प दिएर पछि होइन पछि लामो लिस्ट देखाउने हो कि ऋणको त्यो चाहिँ चिन्ता भएको छ क्या हामी जतिको यङ जेनेरेसनलाई यदि राम्रो मान्छेलाई चाहिँ राख काममा कुनै पनि होइन हामी जतिको गरिब गोर्जाको छोरा है केही गर्छु भनेर आफ्नो देशलाई प्रति केही गर्छु भनेर आउँछ होइन त्यो कुरामा पर्फेक्ट पनि हुन्छ उसले गर्दा गर्दै पनि उसलाई निकालिएर अर्को मान्छे करप्ट सिस्टमको मान्छे लाइन्छ भने त्यो देशमा विकास चाहिँ कसरी पोसिबल छ क्या कसरी पोसिबल छ गाह्रो छ यो देश हिजो हाम्रो बाजे पुर्खाले आर्जेको देश त्यो सुन्दाखेरि छाती कति ठुलो हुन्थ्यो क्या आज तिमीहरूले चलाउँदाखेरि हामीलाई पिएमजी 8 क्लास फेल मान्छेले यो देश चलाउँदाखेरि होइन हामीलाई अपराध बोध फिल हुन्छ क्या गिल्टी फिल हुन्छ हामीले कस्तो मान्छेलाई चाहिँ चुनावमा भोट हालेछौँ भन्ने खालको फिल हुन्छ हजुरभन्दा राम्रो अरू कोही पनि मान्छे छैन होला त शिक्षित मान्छे यो देशमा अझ मजाले बेटर ढङ्गले चलाउन सक्ने तपाईँभन्दा त म राम्रो देश चलाइदिन्छु किनकि युवा पुस्ताले बुझेको छ कि बेरोजगारी के हो यो स्रोत साधनलाई कसरी परिचालन गर्नुपर्छ भनेर राम्रोसँग बुझेको छ म चाहिँ नाच्नेवाला छु यो हो नि त संस्कृति टेन्सन साफ छ त्यसैले के यो मनको कुराहरू भडासहरू छ नि सबै बुम क्या अनि नाच्नु परेन ल्याङ्ग्वेज डजन्ट म्याटर होइन ल्याङ्ग्वेज मलाई थाहा छैन कुन यो नेवारी कल्चर टिपिकल नेवारी कल्चरको त्यो सङहरू भइरहेको होला होइन तर कस्तो भने नि हुन्छ नि एउटा खालको त्यो नेपालीपन भएपछि बुझिन्छ क्या त्यो फिल हुँदो रहेछ क्या भित्रैबाट एउटा यो चाहिँ रेस्पेक्ट पनि हो माया पनि हो नि त मेरो एउटा यो होइन हाम्रो संस्कृतिप्रतिको चाहिँ एउटा माया हो क्या त्यो चाहिँ देखाउने नि कोसिस गर्छु
पनि शान्त भयो भोडस पनि निकाले होइन मन पनि शान्त भयो नाचे होइन ओइ अब के छ भाइ त पुरै चिरमा छस् अब गएर तैँले इडिट ट्याक 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 गर सक्यो त आजको भ्लग यहाँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला भन्दै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला ताकि यस्तै यस्तै कुराहरू गर्नुपर्छ यस्तै यस्तै ठाउँहरू घुम्नुपर्छ यस्तै यस्तै धर्म संस्कृतिलाई उजागर गर्दै अझै लानुपर्छ र एउटा भुल्नै नहुने कुरा यो देश हाम्रै लागि थियो र हाम्रै लागि बनेको यो देश बचाउने हाम्रै कर्तव्य हो होइन त्यसैले के भन्छु भने नि यो देशलाई बचाउनु छ भने कुनै पनि सिद्धान्त पार्टीगत सिद्धान्तमा हुनुहुन्छ भने नि त्यो सिद्धान्तलाई छोडेर अहिले नेपाललाई विकास गर्ने एउटा सिद्धान्तको रूपमा पो अगाडि बढ्ने हो कि म युवा पुस्ताहरूलाई चाहिँ आह्वान गर्न चाहन्छु यही भ्लग मार्फत होइन यो देश हाम्रै थियो हाम्रै रहोस् सधैँ भन्दै जय नेपाल मेरो प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई माया छ